यस्तो छ यो ठाउँ चाहिँ होइन। यहाँबाट जस्तो जलजली देखियो, यहाँबाट यता आउँदा देखियो बाँसपानी। टोटल हाम्रो वार्ड महालक्ष्मी नगरपालिका वार्ड नम्बर 6 को सबैभन्दा ठुलो बस्ती भएको बाँसपानी हो। टोटलै देखिन्छ पुच्छारेसम्म डाँडादेखि। यो डाँडाको नाम चाहिँ पिपल डाँडा भनेर भन्नुहुन्छ होइन प्रायःले। जस्तो यहाँदेखि यो रुखले अलि छेलिरहेको छ, यो ढुसे पनि लागिरहेको छ। नत्र भने यहाँबाट भोजपुर, दियाले, डडुवा, सान्ने, यता हात्तीखर्क भयो, यता सल्ले भयो, त्यस पछाडि भनेको सिधुवा, यो साइड अब जितपुरको आदि भाग, त्यस पछाडि मूर्तिढुङ्गा पुरै, र यता मुगली गाउँको बस्ती यस्तो देखिन्छ होइन। यहाँनिर यस्तो दामी ठाउँ छ कि म चाहिँ प्राय जितपुर जाँदा पनि एकचोटि बसेकै हुन्छु होइन। अनि त्यस पछाडि फर्केर आउँदा नि एकछिन नबसिकन चाहिँ जाँदिनँ। एकदम रमाइलो ठाउँ छ। यहाँदेखि जस्तो भिड यति ठुलो छ कि यस्तो सल्लाहको, यस्तो भिडमा सल्लाह यसरी आएको छ। एउटा रहस्य चाहिँ यहाँ के छ भने यो पल्लो भिड देखेको ठाउँमा यो यमलाल देखाइरहेको छु, यो भिड देखेको ठाउँमा लहर सानो देखिरहेको छ। तपाईँहरूले त याद गर्न सक्नुहुन्न। माथि टुप्पोमा छ बरको रुख, तर त्यसको जरो माटोमा गएर गाडिएको छ क्या त्यहाँ। त्यस्तो ठाउँ छ यहाँनिर, एकदम राम्रो छ। यतापट्टि यो खालको छ ठाउँ होइन, दामी छ। प्राय म यहाँ बसेकै हुन्छु। यहाँ अरू